दिन्छ हप्तैमा यो पैसा जान लाग्यो दादैन बाचा खेर पर्खा लिन आउला। हे प्रिय परमेश्वर, यस्तो बुढेसँग कस्तो मिठो गीत गाउनु भएको। आज छोरीको बिहेको लागि केटा पछि आउँदैछन् नि। केटा पछि आउँदै? हजुर, छोरी जन्मेको हृदय जस्तो लाग्छ। आजै छोरीलाई बिहे गरेर पठाउने दिन आज नि बाबा। जम्मा एउटा मुटु छ, त्यही मुटुलाई पनि अर्काको हातमा दिएर पठायो भने मेरो मुटु त अन्नै खाली हुन्छ नि बाबा। प्रिय परमेश्वर, छोरीको बिहेको लागि केटा पछि आएका छन्। आउनुहोस् आउनुहोस्। कति राम्री हो। बसौँ न, बसौँ। यहाँ 32 गुले सम्पन्न भएकी कन्या छन् भनेर हाम्रो 33 गुले सम्पन्न भएको बधाई बधु चाहिएको हुँदा तपाईँको छोरीको हात हान्न यहाँसम्म पाउन कष्ट गरेका छौँ। ओहो, पहिले पुसिन सक्नु भएको रहेछ। हामीले मुटुकी टुक्रा जति तपाईँहरूले हात लगाउनु भएको छ। कृपया तपाईँहरूको न्यूनतम अधिकतम योग्यता के छ? कृपया छर्क नमानी चर्को स्वरले जवाफ दिनुहोस्। परिचय गराउन यहाँ हुनुहुन्छ। म चाहिँ केटाको बाउ परे। नमस्कार। नमस्कार। उहाँ हुनुहुन्छ। म चाहिँ केटाको आमा परे। नमस्कार। नमस्कार। यदि यो बिहे पक्का भयो भने केटाको घरमा 10,000 को लमी बिल र केटीको घरमा पनि 10,000 को लमी बिल आउँछ। बत्तीस गुणले युक्त भएको केटीको लागि 33 गुणले युक्त भएको बरले नै आफ्नो परिचय दिनुहुन्छ। मैले एसएलसीमा 57 लेभलमै पास गरेको हुँ। मैले 12 कक्षाको कुचा खेलै पास गरेको हुँ। हजुर। अब देशमा डाक्टर बन्न जाँदैछु। Yes, doctor. Why not doctor? Keep calling doctor. Doctor, not what doctor. I'm going to be a doctor. अनि त्यसपछि म 6 वर्षपछि आउँछु। त्यसपछि म हजुरको छोरीसँग बिहेको लगनमात्र बाँच्ने विचार गरेको छु। सम्झिँदैछु। अब के हामी हाम्रो हुनेवाला बुहारीलाई हेर्न सक्छौँ? सकिहाल्नु त नि डक्टर प्रिय। अप्सरा चिया लिएर प्यारी छोरी अप्सरा। दियो पैसा सम्झिने दियो कति राम्रो हो। सम्झिने लगाउने अप्सरा, तिमीलाई बिहे गर्ने केटा पछि आएका छन्। बिहे गर्दिन आमा, सानै छुटे आमा। त्यसो
भनेर कहाँ हुन्छ नि अप्सरा। छोरी भएर जन्म लिएपछि एक न एक दिन पढाइ जानै पर्छ नि अप्सरा। जानमा जान्न म बिहे गर्दिनँ। माइती घर तिम्रो मैना पढाइ घर बिदाईमा कहिले काहीँ जन्म घर। नाइ नाइ म बिहे गर्दिनँ, मलाई कसले माया गर्छ? कसले माया गर्छ मलाई? बिर्सिनेछन् साराले पुरानो प्रेमका कथा। हजुर, यो नाटकमा के देखाउन खोजिएको छ भने भूकम्पले यस्तो क्षति गर्न सक्छ। यो घरको बनावट भूकम्प प्रतिरोधात्मक रहेनछ।